हेलो एभ्रीवान, वेलकम बैक टू न्यू भिडियो। चलो भाई देखो अब मैं क्या करता हूँ। आज दसैँ आउन अझै 2 दिन बाँकी छ। म चाहिँ दसैँको लागि खसीको मासु खान सकिने भएन, च्याङ्रा त झन् छुनै नसकिने भयो। त्यसलाई चाहिँ सम्झिनै नसकिने भनौँ, छुनु भन्दै नै सम्झिन नसकिने। अनि यहाँ चाहिँ हाम्रो लोकल माछा, हाम्रो दाइले चाहिँ लोकल माछा पुरा ध्रापमा पारेर पुरा माछा मार्ने तयारी गरिरहेको रहेछ। यसो फोन हानेको त ल माछा खाने बेला तुरुन्तै दौडे भनेपछि माछा खान आऊ भनेपछि दौडिनु परेन। अच्छा हमको सिखा रिया। ल उफ्रिरहेछन् वा उफ्रिरहेछन् माछा। ल आमा लौ न उफ्रिरहेछन् माटुनी माछा। म देखाइदिन्छु अब। होइन मैले अलि धेरै लाने हो। 1 किलो त चाहियो त। कस्तो कुरा गर्छ यार, 1 किलो माछा पनि 1 किलो पार्नलाई त टाइम लाग्छ। लाग्दैन टाइम। दौडिरहेछन् आम्मा माछा सुत्तु। म देखाउँछु म तपाईँलाई। हेर्नुहोस् है माछा, माछा हेर्नुहोस् है माछा। गाइस माछा हेर्नुहोस् है माछा। यहाँ ढरियामा माछा। ल न है माछा, माछा तपाईँले कतिको याद छ होइन? माछा देख्नु भएको छ छैन? म चाहिँ नजिकबाट देखाइदिएँ। ल हेर्नुहोस् माछा, माछा हेर्नु गाइस, दसैँको लागि माछा। मैं तो कुछ और ही समझ रहा था। लोकल माछा खान्छ भने गाइस आउनु पर्यो यस्तो खाना। तर शीतल मसँग छ, झोल चाहिँ हजुरले लिएर आउनुपर्छ है आउँदाखेरि। अभी मजा आएगा। यो लोकल माछा हेर्नु यसरी। अरूले खसी खान्छन्, च्याङ्रा खान्छन्, के खान्छन् होइन, तर म चाहिँ यसो के अरे ढरियामा पुरा पारेर। हाम्रो ब्रोदरले यहाँ चाहिँ ढरिया राखिसकेको छ बिहानै। त्यसले चाहिँ मैले ढरियामा च्याप्प समातेर चाहिँ अबले प्लास्टिकमा हालेर लएर चाहिँ पुरा फ्राई गरेर रोस्ट गरेर फेरि मत करो, रहने दो बहुत बुरे लगे गरेर खानुपर्छ। माछा भने माछा भने यो लोकल, त्यो बडाइदालको माछा होइन नि, फेरि लोकल बुराई राप्ती वहाँ अगयाबाट आएको माछा हो। यो अगयाको नरबाट आएको माछा हो, स्पेसल लोकल माछा। हजुर पनि खान मन छ भने शीतल म बनाउँछु, झोल तपाईँ लिएर आउनुहोस् अनि बसेर सँगै बसेर खाउँला। हरामी हो बेटा। ल अहिले चाहिँ अब एकछिन चाहिँ अब त्यो 1 केजी पुग्दासम्म चाहिँ बस्छु। 1 केजी पुग्यो भने प्याक गरेर भाग्छु म पनि। के कसो दाजु? तपाईँहरूले एक ठाउँमा त देखिसक्नुभयो होइन? म अर्को ठाउँमा लगेर जाँदैछु है त। अर्को ठाउँमा लगेर जाँदैछु, त्यहाँ पनि हेरौँ के कति छ, देखाइदिन्छु म। जाम है त। माछा माछा यति मिठो बनाएर खान्छु नि। थाहा छ कि मैले बनाएको खानु भएको छ कि नै? खानु भएको छैन भने एकचोटि आउनु होला, खाएर जानु होला। औँलाई माछा खाँदा तपाईँले झुकेर औँला टोक्नुहुन्छ, त्यति मिठो बनाउँछु मैले। अच्छा ट्राई गर्नुहोस् न एकचोटि। कहाँ आएर ट्राई गर्ने भनेपछि मेरो रेस्टुरेन्टमा आएर ट्राई गर्ने। ल यहाँनिर यहाँ पनि ढरिया रेडी छ, देख्न सक्नुहुन्छ। यहाँ पनि माछा टन्नै परेको छ यार। आम्मा माछा देखाइदिउँ गाइस माछा। यस्तो माछा त कति हो। ल गाइस यसलाई ढाक्नुपर्छ, किन माछालाई यहाँ माछा फुत्किन सकेको छ है।
म त्यो माछा समात्छु गाइज है, माछा समात्छु है। अलिकति पुग्दैन। ल ल गाइज है, अब चाहिँ अब यो प्लास्टिकमा चाहिँ माछा भर्दैछु म। अब जति हुन्छ 1 केजी छ भन्ने अन्दाज गरिरहेको छु, हेरौँ भयो ठिक छ, नभए केही छैन। दाइले यहाँ प्लास्टिक भर्दैछ, यहाँ अघि उताबाट पनि अलिकति यहाँ अलिकति उताबाट हालेर ल्याइयो। ल हेर माटुनी माछा, अबे 1 किलो पुगिसक्यो। ए पुगिसक्यो त माटुनी, भयङ्कर। ल ल गाइज धुलो पुरेर बस्छ। योभन्दा बोरिया किनै लाग्यो। योभन्दा अगाडि अब त्यति पर्दैन होला कि होइन? पर्छ, किन पर्दैन, घाम गरे झन् पर्छ। अब मोबाइल बनाएरै गराउँछ यार यसले त। ल माछा हाल्न यहाँ टक्क, यहाँ यत्रो माछा यहाँ। ओहो हो यहाँ पुरा सबैले कहाँ यस्तो लोकल माछा देखेको छ। ओहो ल हेर गाइज, लोकल माछा वार वार यसरी हालेको थियो कसैले। यसलाई तँलाई सानो सानो छ झ्याउ हुन्छ, अब त्यही हो। बनाउन अलि झ्याउ हुन्छ, खाना त मिठो हुन्छ। तर यस्तो हो नि त, यसलाई मैले कसरी बनाउनुपर्छ मलाई थाहा छ। मिठो त मिठो हुन्छ। ल एकैछिन गयो त्यहीँ हेर्न, 3-4 राति पर्ने कि माछा त खत्रै पर्ने छ यार। अबे यो साल त कम छ। एकचोटि तँलाई बोलाएको थियो यता 4 बाल्टी पारेको थियो 10 लिटरवाला। यो 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 लाइनको ठेक्का तेरै हो क्या? यहाँ कहाँ जसले लाए पनि फालिदिन्छु म उचालेर। यो म बनाएको त। सही हो माटुनी। बेचेर बिहानै म लगाएको थिएन, पहिले आएर माटो लगाइहालेको थिएँ, आएर जालसाल फालिदियो माटो। ल फेरि यहाँ पढ्न सुरु भइगयो। अब त्यो सिद्रा अब सानो त्यस्तैवाला पर्छ। अब सिद्रा त झन् दामी हुन्छ नि, थाहा छैन? त्यही पर्छ। अब ल साँझ भयो छोड्दै ला, यो मर्छ अब फेरि हुन्छ, साप आउँछ गनाउँछ। साँझ धेरै भयो भने चाहिँ फोन हानेस्, खाइ नसकिने भयो भने। पानी आयो भने त म दौडिहाल्नु पर्ला यार अब त सिधै। ल गाइस, सुकिया छ? सुकिया छ भने त्यो गरोस् न। टन्नै छ भने चाहिँ भाइलाई पनि सम्झिने गरोस्। ल जे होस्, लगभग 1 किलो पुग नपुग 1 किलो छ है। हेरौँ यति भएपछि अनि कहाँबाट हुन्थ्यो त ठ्याक्कै। मैले त योचोटि माछा खान पाउने भएन भनेर पुरा तनावमा थिएँ, थाहा छ कि नै? अघिल्लो वर्ष त खाएको नि त, अब योचोटि पनि खान पाइयो माछा। अब यो म आउँछु क्या, बरु एउटा केटा लिएर आउँछु, रोक्न राति राति आउँछु म दाइ, एउटा केटा ल्याएर। ल दाइ म गएँ अहिले है, म एकछिन त्यो अलिअलि यसो त्यो बुलाई बाँडिदिनु पऱ्यो, अनि क्लियर भएर बस्नु पऱ्यो क्या। ल गाइस म पनि लागेँ अब यो माछा पोको पारेर। अब तपाईँहरूलाई कसरी बनाउने, कसरी खाने, कसरी चुस्की लगाउने सबै कुरा भिडियोमा देखाइहाल्छु। तपाईँ टेन्सनै नगर्नुहोस्, हेर्दै जानुहोस्, अनि कमेन्ट पनि गर्नु होला, मिठो बनाउँछु। फाइनली चाहिँ अब सफाइ गरेर पनि रेडी भइसक्यो, देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ चक्क तारेर तेलमा च्वाइँ पारेर अनि खानुपर्छ। यहाँ चाहिँ च्वाइँ भएर फ्राई हुँदैछ, अनि फ्राई पनि भइसक्यो होइन। अब टेस्ट गर्नुपर्छ, यो अलि ठुलोवाला टेस्ट गरौँ न। लोकल माछा मिठो छ, मिल्ला तँलाई?
मिठो छ खाइयो मजा लियो हजुर खान्छ भने चाहिँ कम